अब उहाँले पनि राजनीतिमा किन रहर गर्नुभयो मैले बुझेको छैन। काठमाडौँ महानगरको उहाँको कार्यकाल भनेको एकदम असफल कार्यकाल हो र उहाँले बाँड्नुभएका कुनै पनि योजना पुरा भएका छैनन्। मिडिया र सोसियल मिडियालाई प्रयोग गर्न राम्रैसँग उहाँले जान्नु भएको छ र त्यो बेसमा मात्रै राजनीति गरिने कुरा होइन र राजनीति ख्यालठट्टा हो भन्ने पनि लाग्दैन। उहाँले काठमाडौँबाट उठेको भए नेचुरल हुन्थ्यो होला। त्यो असङ्गठित आन्दोलनलाई उहाँहरू आधामात्रै जस लिन खोज्नुहुन्छ। जस लिँदाखेरि अब्जस पनि लिनुपर्ने हो र उहाँको झापाको आगमन एकदम अस्वाभाविक जस्तो देखिन्छ। उहाँका नियमित गतिविधिहरू पनि पार्टी भएरको यात्रादेखि पार्टी भएर गएर आएपछि मान्छे एक दिन रेस्ट गर्छ, उहाँ कहिले रेस्ट गरे पनि हामीले देखेनौँ र हरेक ठाउँमा जाँदाखेरि केही न केही कन्ट्रोभर्सीमा उहाँ पर्नु भएकै छ होइन। र मलाई लाग्दैन कि उहाँ चाहिँ यो देशको प्रधानमन्त्री बन्न लायक उम्मेदवार भन्ने मलाई चाहिँ लाग्दैन होइन। अब कसरी रविजीहरूले उहाँलाई ल्याएर गर्नु, अब रविजीले उहाँलाई इमान्दारीका साथ साथ दिनुहुन्छ भन्ने पनि लाग्दैन। नेपालको राजनीतिमा 56 सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको दाबी अगाडि बढाएर गीता प्रसाद कोइरालाजीले आफ्नो अलोकप्रिय छविलाई लोकप्रिय बनाएर जित्नुभयो र त्यो छोटो समयमा उहाँलाई हटाइहाल्नुभयो होइन। धोकाधडीको राजनीति नेपालमा धेरै अगाडि बढेको छ। मलाई लाग्छ बालनजी र रविजीको चाहिँ नि जे खालको अहिले स्वार्थको सम्झौता भएको छ, चुनाव पछाडि चाहिँ निकै गम्भीर विवाद र समस्यामा पर्नुहुन्छ र बालनजीहरू चाहिँ राजनीतिमा रहर गरेर त्यहाँ फिट भएको पात्र जस्तो लाग्दैन।